हाम्रो एनएलजेआरटी युट्युब च्यानलमा तपाईँलाई स्वागत छ। चिनिया नववर्ष 2026 को उपलक्ष्यमा आयोजित नेपाल चीन बीचको फुटबल खेल सुरु हुन गइराखेको छ। आज 2026 जनवरी 31 तारिकका दिनको 31 बजेदेखि सुरु भएको यो कार्यक्रम नेपाल तथा चीन दुवैको सांस्कृतिक कला संस्कृति नाचगान बाजागाजा सहित प्रस्तुत सँगसँगै सुरु हुन गइराखेको छ। आजको यो खेलको छायाङ्कन हामीले गर्न पाउँदा हामीलाई गर्व महसुस गरेका छौँ। चीनको तर्फबाट आफ्ना कला संस्कृति राष्ट्रिय जनावर पान्डा र ड्राइगनको नाच प्रस्तुत गरेका थिए भने नेपालको तर्फबाट नेपाली सेनाले राष्ट्रिय स्वाभिमानको बैन बाजाहरू प्रस्तुत गरेका थिए। यसरी दुई देशबीच कला संस्कृति आदान प्रदानले दुई देशबीचको प्राचीनकालदेखिको सम्बन्ध अझ प्रगाढ हुँदै जाने कुरामा हामी विश्वस्त छौँ। साथसाथै आफ्ना अमूल्य समय दिएर यस खेलको रौनकता बढाउन पाल्नुभएका समस्त आदरणीय दाजुभाइ दिदीबहिनीहरू तथा महानुभावहरूलाई हामी अन्तरात्मादेखि स्वागत गर्न चाहन्छौँ। स्वागतम स्वागतम स्वागतम। साथसाथै आफ्नो अमूल्य समय दिएर यस खेलको रौनकता बढाउन पाल्नुभएका समस्त आदरणीय दाजुभाइ दिदीबहिनीहरूलाई तथा महानुभावहरूलाई हामी अन्तरात्मादेखि स्वागत गर्न चाहन्छौँ। स्वागतम स्वागतम स्वागतम। चीनको तर्फबाट खेलमा भाग लिनुको लागि पाल्नुभएका महिला खेलाडीहरूको खेलकुशलताले हामीलाई औधी प्रभावित पारेकै थियो। खेलाडीहरूको खेलको कूटनीतिक अति प्रभावकारी हुनाहुँदै र पहिलो गोल पार्न सक्षम हुनाहुँदै पनि नेपाली महिला खेलाडीहरूले पनि आत्मबल नहारिकन लगातार प्रयासको बावजुद चिनिया खेलाडीलाई अन्तमा 3 गोल लगालग प्रहार गरी हराउन सफल भएका छन्। आत्मबल बलियो भयो भने हरेक नाजुक परिस्थितिलाई पनि आफ्नो पक्षमा ल्याउन सकिने रहेछ भन्ने हामी समस्त महिला तथा समस्त नेपालीले बुझ्नुपर्छ भन्ने कुराको ज्वलन्त उदाहरण हिजोको खेल मैदानले दिएको छ। धन्यवाद।